उहाँ हुनुहुन्छ रवि। उनी आफ्नो अफिसका सबैभन्दा मेहनती कर्मचारी हुन्। हरेक दिन उनी सबैभन्दा पहिले अफिस पुग्छन् र प्राय सबैभन्दा ढिलो मात्र घर फर्किन्छन्। रविको एउटै सिद्धान्त छ, यदि तपाईँ मेहनत र इमान्दारिताका साथ काम गर्नुहुन्छ भने सफलता ढिलो चाँडो अवश्य मिल्छ। 3 वर्षसम्म रविको यही दैनिकी चल्यो। उनले हरेक काम समयमै सके, कहिल्यै गुनासो गरेनन्, कहिल्यै कसैसँग बहस गरेनन्। जति धेरै काम थपिए पनि रविले चुपचाप स्वीकार गरे। म्यानेजरले उनलाई आँखा चिम्लेर विश्वास गर्थे। तर अफिसमा केही अनौठो भइरहेको थियो। हरेक वर्ष प्रमोसन अर्कैको हुन्थ्यो। कहिले अमितको, जो सबैसँग घुलमिल हुन सिपालु थियो, त कहिले नेहाको, जो आफ्ना आइडियाहरू निर्धक्कसँग राख्थे। यहाँसम्म कि भर्खरै आएको नयाँ केटोले पनि रविलाई उछिनेर प्रमोसन पायो। रवि अलमलमा परे। म सबैभन्दा धेरै काम गर्छु, तर म सधैँ यहीँको यहीँ किन? एक साँझ ढिलो गरी अफिसबाट निस्किँदा उनले एउटा कुरा याद गरे। अमित र नेहा म्यानेजरसँग बसेर नयाँ प्रोजेक्टको बारेमा छलफल गर्दै थिए। उनीहरू समस्या सुल्झाउँदै थिए, नयाँ आइडिया दिँदै थिए। त्यो पल रविले एउटा महत्त्वपूर्ण कुरा बुझे। उनी मेहनत त गरिरहेका थिए, तर उनको कामको भ्याल्यु कसैलाई थाहा थिएन। उनले बुझे कि कार्यस्थलले केवल मेहनतलाई मात्र होइन, भिजिबल कन्ट्रिब्युसनलाई पुरस्कृत गर्दो रहेछ। मेहनतले तपाईको जागिर जोगाउँछ, तर भिजिबल इम्प्याक्टले तपाईलाई अगाडि बढाउँछ। भोलिपल्टदेखि रविले मेहनत त जारी राखे, तर यसपटक उनले आफ्नो काम देखाउन पनि सुरु गरे। याद राख्नुस्, आफ्नो कामको प्रचार गर्नु भनेको घमण्ड गर्नु होइन, आफ्नो क्षमता चिनाउनु हो।